हेलो एभ्रिवान, स्वागत छ फेरि पनि मेरो मिनी भ्लगमा। हजुरहरू राम्रै हुनुहुन्छ होला है। म पनि राम्रै छु। अनि म चाहिँ अहिले यहाँ के गर्दैछु भने तपाईँले देखिराख्नु भएको होला म के गर्दैछु भनेर। सो साथीहरू हेर्नुहोस् होला, मेरो चाहिँ घरमा नानीहरू सबैजना स्कुल गइसकिसकेको छ अनि मेरो बुढा चाहिँ काम गइसकेको छ। सो साथीहरू म चाहिँ मेरो छोरी कान्छी छोरीसँग चाहिँ म यहाँ खेलिरहेको थियो। हेर्नुहोस् न, मैले क्यामेरा पनि अफ गर्नु सकेको थिएन, उसले फोन समातेर चाहिँ भिडियोमा आइरहेको थियो होइन साथीहरू। त्यो खेल्दाखेरि चाहिँ मेरो नानीले के गर्दैछ थाहा छ साथीहरू? टोइलेट गर्दैछ साथीहरू। टोइलेट, यस्तो टोइलेट भन्ने जिनिस चाहिँ मलाई एकदम मन पर्दैन। तपाईँहरूलाई मनपर्छ कि पर्दैन भन्नुहोस् होला है साथीहरू। मलाई चाहिँ यस्तो गनायो कि साथीहरू। अनि त्यहाँबाट छिट्टो मैले सफा गरिदिइसकेपछि चाहिँ साथीहरू मेरो छोरीले मलाई काम गर्नु दिएन। हेर्नुहोस् न साथीहरू, काम गर्नु दिएको छैन हो। घरको काम छिटो सकेर चाहिँ आरामले बस्छौँ भनेको त हो साथीहरू। हेर्नुहोस् न, उसलाई बोक्नु अरे घरि के गर्नु अरे भन्छ साथीहरू। सो हेर्नुहोस् न, मैले चाहिँ यहाँ खेलाउँदै मैले चाहिँ यहाँ भुलाउँदै हो उसलाई भुइँमा राखेर चाहिँ त्यहाँदेखिको म चाहिँ काम गर्नुतिर लागेँ। हेर्नुहोस् न, यो अघिको पटी यस्तो गनाएको थियो कि साथीहरू के भन्नु ल। म त गएर मजाले डस्टबिनमा हालिदिएँ। सो साथीहरू हेर्नुहोस् न, मलाई चाहिँ यस्तो भोक लागेको थियो। मैले घरको काम पनि सबै सकेर चाहिँ म खाना खानुतिर लागेको। ब्रेकफास्ट रह्यो साथी मेरो चाहिँ यो हो। अनि यसमा चाहिँ के छ भने नि फ्राई राइस अनि यो बेलुकाको रातिको न्युटेला र आलु हो साथीहरू। सो मैले चाहिँ यो ड्याङ्केरेङ खाइदियो। मलाई चाहिँ यस्तो भोक लाग्छ, म ब्रेकफास्ट नखाइ चाहिँ म काम गर्नु सक्दिनँ नि त। त्यो कारणले गर्दा मैले घर सिनिक पारेर चाहिँ म ब्रेकफास्ट खानुतिर लागेँ साथीहरू। सो हेर्नुहोस् न, मेरो बुढाको लागि चाहिँ म खाना बनाउनु आँटेको थियो। अनि मेरो छोरीले चाहिँ यहाँ कामै गर्नु दिँदैन, खालि उसँगै बस्नु भन्छ। सो साथीहरू मैले जसो तसो गरेर मैले यो सब्जी चाहिँ बनाइसकेको थियो। सब्जी पनि आलु मात्रै थियो अनि मैले आलु नै भुटेर मजाले बनाइदिएको थियो साथीहरू। सो साथीहरू मैले चाहिँ यहाँ नानीलाई के गर्दैछु भने देखिसक्नु भयो होला, मैले चाहिँ के गर्नु आँटेको भनेर तपाईँले बुझिसक्नु भयो होला। म चाहिँ नानीलाई सफा गरिदिनु आँटेको, किनकि बिहानदेखिको यो खेलेको थिएँ नि त मसँग। पछि लागिरहेको थियो। सो पुरा मैला भएको थियो मेरो छोरी चाहिँ हो। त्यो कारणले गर्दा मैले चाहिँ उसलाई रेडी पारिदिँदै थिएँ। अनि त्यहाँबाट त्यो तपाईँहरूले देखिसक्नु भयो होला, त्यहाँ प्याम्पर्स छ नि, त्यो प्याम्पर्सको चाहिँ खोस्टा हो कि त्यो खोस्टा तपाईँहरूले कसले युज गर्नुहुन्छ है। तपाईँहरू पनि नानीको मम्मीहरू हुनुहुन्छ भने चाहिँ यसरी नै युज गर्नुहोस् होला। म चाहिँ घरमा बस्दाखेरि चाहिँ बेसी जस्तो थाङ्ना लगाएर चाहिँ त्यसको खोस्टा लगाइदिन्छु, किनकि मुनि भेच्दिनँ नि त। सो साथीहरू हेर्नुहोस् न, मैले चाहिँ नानीलाई रेडी पारिदिइसकेको थियो भन्दा पनि साह्रै है साथीहरू। म चाहिँ यहाँ क्रिम लगाइदिँदै थियो हो साथीहरू। अनि क्रिम लगाइदिइसकेपछि चाहिँ म नानीलाई मैले खासमा चाहिँ पेन लगाइदिइसकेको थियो। अनि त्यहाँबाट मैले क्रिम लगाइदिँदै थिएँ नि त बडीमा। अनि त्यही भएर चाहिँ क्रिम लगाइदिएर अनि अलिअलि सर्दी अलिअलि खोकी पनि लागिरहेको थियो। त्यहाँबाट मैले यो भिक्स पनि दलिदिएँ, नाकमा पनि दलिदिएँ है। अनि त्यहाँबाट चाहिँ मैले भेस लगाइदिएँ है, सेन्डोगन्जी लगाइदिएँ उसलाई चाहिँ मैले। अनि त्यहाँबाट चाहिँ साथीहरू भन्दाखेरि चाहिँ मैले तेल छ नि, नानीको तेल चाहिँ सकिएको रहेछ हो। त्यहाँबाट मैले चाहिँ तेल चाहिँ मैले ठुलोको लगाइदिएँ हो। ठुलोको लगाइदिएर चाहिँ म कपाल बाँधिदिनु पऱ्यो भनेर सोचेको थियो। अनि मेरो छोरीले चाहिँ त्यहाँ नक्कल देखाउँदैछ, हेर्नुहोस् होला है, क्यामेरामा देखाउँदै क्यामेरामा नक्कल देखाइरहेको छ हो साथीहरू। अनि यहाँ बस्न भनेको त मानेकै थिएन साथीहरू। के गर्नु होला, मेरो छोरी त यस्तै नक्कली छ है। तपाईँहरूको छोरी चाहिँ कस्तो छ होला भन्नुहोस् होला। त्यहाँबाट चाहिँ मैले मेरो छोरीलाई क्विट बनाइदिने भनेर चाहिँ मैले यहाँ कपालको लबर लिएर कपाल बाँध्नु लागि लाबर उसको काङ्ग्यो लगाएर चाहिँ मजाले कपाल बाँधिदिउँ भनेर सोचेको थियो। क्विट बनाइदिउँ भनेर हो, क्विट। त्यहाँबाट चाहिँ मैले यहाँ कपाल पनि बाँध्नु दिएको थिएन साथीहरू। के गर्नु, मेरो छोरी चाहिँ यस्तो छ कि कपालै बाँध्नु दिनु उसलाई तेल चाहियो अरे, तेल खनाउँदै बसिरहेको थियो। अनि मैले चाहिँ छिटो गरेर कपाल बाँधिसकेको थियो है। कपाल बाँधिँदै थियो, सकेको थिएन। अनि त्यहाँबाट चाहिँ साथीहरू छिटो कपाल बाँधेर चाहिँ मेरो घरको कामहरू अझै सकेको थिएन। मैले चाहिँ नानीलाई चाहिँ छिटो सिनिक पारिदिएर चाहिँ नानीलाई सुताएर चाहिँ म घरको काम गर्छु भनेर सोचेको थियो साथीहरू। सो साथीहरू भिडियो चाहिँ धेरै लामो भयो होला, अन्तिमसम्म हेरिदिनुहोस् भनेर म आशा गर्छु तपाईँहरूलाई। सो साथीहरू तपाईँले मन पराइदिनु भयो होला, मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु नभुलिदिनुहोस् होला। फेरि पनि भेटौँला अर्को नेक्स्ट भिडियोमा। अहिलेको लागि चाहिँ यति नै। म चाहिँ नानीसँग दिल्लगी गरिरहेको छु साथीहरू, हेर्नुहोस् न। अनि त्यहाँबाट यो भिक्स चाहियो अरे उसलाई, अनि त्यो कारणले चाहिँ भिक्स दिँदै थियो। अनि त्यहाँबाट चाहिँ म चाहिँ अब नानीलाई सुताएर चाहिँ म चाहिँ काम गर्नु पऱ्यो भनेर, किनकि मैले किचनको काम चाहिँ गरेको